त्यही हो है अलिअलि खोकीसुकी लागेको छ अनि काम गर्नुपर्छ अनि यस्तै हो डाँडा काँडा भिडालो पाखामा अनि काम गर्नुपर्छ अनि मलाई भन्नलाई त भन्नुभएको छ र आफ्नो ज्यानको सेभ गरेर काम गर्नु भनेर र गाइस अहिले चाहिँ हामी मनाङ है अनि पानी परेको छ र हामी कामबाट भर्खर र गाइस एउटा गीत सुन्यौँ मिठो खाले है हजुरहरूको लागि र गाइस यो गीत चाहिँ होइन सब सम्पूर्ण मेरो मलाई माया गर्ने अन्तिम बिदाई म सताउन तिमीलाई अबको आनन्द अन्तिम बिदाई तिमीले खुलाउनु पर्दैन जानुको कारण अन्तिम बिदाई छुट्टै बनाऊ तिमी आफ्नो त्यो संसार अन्तिम बिदाई जिउँदो यो लासलाई खोजिदेऊ शमशान अन्तिम बिदाई म सताउन तिमीलाई अबको आनन्द अन्तिम बिदाई तिमीले खुलाउनु पर्दैन जानुको कारण अन्तिम बिदाई छुट्टै बनाऊ तिमी आफ्नो त्यो संसार अन्तिम बिदाई जिउँदो यो लासलाई खोजिदेऊ शमशान हर पल तिमी नै यादमा तिम्रो लागि पागल यति मध्ये हातमा किताब पाखामा तिमी म तिमीलाई हेरिबसे मलाई नि थाहा छ कि तिमीलाई जानु छ मदेखि धेरै नै टाढा मुखदेखि नभन कि त्यो आँखामा सब कुरा देखिसके हरायो आज यो जुनको चमक झुटो हाँसो मेरो सुनको झलक उसले चाहिँ गर्दैन वास्ता म तडपिन्छु पाउनलाई उनको झलक मुटु बिरामी आज यो जुनको चमक झुटो हाँसो मेरो सुनको झलक उसले चाहिँ गर्दैन वास्ता म तडपिन्छु पाउनलाई उनको झलक मुटु बिरामी बाछ ठिक छैन मेरो दिमागी हालत तिम्रो लागि कति आँसु बगाए प्रमाण मेरो यो सिरानीमा छ अब त हार खाए तिमी पहिला जस्तो हुने याद छैन कान हरायो तिमी आजमा हाँस्दैन तिमी मेरो लागि आकाशको तारा जो आएको छ मेरो यो आँखाको अगाडि हेरेरै चित्त बुझाउँछु छुने औकात छैन पसिना बग्ने यो छातीमा लागिरहेको हेर आँसुको दाग छ कोसिस त धेरै गरे तिम्रो माया जित्ने तर पुगेछु हार्न आज पो निकाली पाल्यो तिम्रो मुटुमा राज्न झुटाकी कसम खायो भने हुनेछु छाया सरी खाली छ ठाउँ यो मुटुमा बिजिरहेछ आज काँडा पनि आनु अगाडि समयसँग मानिस मात्र होइन बदलिने रहेछ माया पनि अन्तिम बिदाई म सताउन तिमीलाई अबको आनन्द अन्तिम बिदाई तिमीले खुलाउनु पर्दैन बनाऊ तिमी आफ्नो त्यो संसार अन्तिम बिदाई जिउँदो यो लासलाई अन्तिम बिदाई म सताउन तिमीलाई अबको आनन्द अन्तिम बिदाई तिमीले र गाइस कस्तो लाग्यो के लाग्यो कमेन्टमा आएर भनिदिनु होला भएको भनेको अनि र गाइस हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर भनिदिनु सक्नुहुनेछ र मलाई सब्सक्राइब गरिदिनु होला र मलाई अगाडि बढाइदिनु होला र गाइस त्यही हो है हामी चाहिँ अब यही हो हाम्रो बस्ने घर उता माथि र तल हो र गाइस त्यही हो अनि गाइस सबलाई जय नेपाल छ होइन म यति भन्दैमा म बिदा भएँ माथि चढ्नुपर्छ गाइस हेर्नु न यी माथि यसरी चढ्नुपर्छ गाह्रो छ गाइस हामीलाई पनि काम गरेको खानालाई त्यही हो अहिलेसम्म हजुरहरूले जति पहिले मेरो भिडियो हेर्नुभयो र राम्रो भनिदिनु होला र हजुरहरूबाट अझै माया पाउँछु भन्ने सोच लिएर अगाडि बढिरहेको छु र हजुरहरूले मलाई माया गर्नुहुन्छ भन्ने अवश्य लगाइरहेको छ गाइस त्यही हो काम गर्दा गर्दा लुत फर्कियो गाइस अनि र
यसो कपडा सौडा लिएर गएर नुहाइधुवाइ गरेर आउनु पर्यो र गाइज अब म चाहिँ तल झर्दै छु हेर्नु होला होइन दर्शक महानुभावहरू यस्तो काम गरेर तलमाथि गर्नुपर्छ र गाइज चाहिँ यो हाम्रो कोठा यही हो है हजुरहरूलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला र नराम्रो कमेन्ट नगरिदिनु होला राम्रै कमेन्टहरू गरिदिनु होला र गाइस जय नेपाल सबलाई मनैदेखिबाट माया छ है केजिएफ इज ब्याक बसको तर्फबाट सबलाई माया छ र गाइस हाम्रो साथी काले अँधेरो छ है लाइट छैन अब त्यही हो गाइस जय नेपाल।